कति राम्रो फुल फुलेको छ गाइजहरु कस्तो मन पर्यो खेबुनी छुहायो गाइजहरु हेर्नु त म चाहिँ आज पार्कमा छु पार्कमा कस्तो राम्रो फुल फुलेको छ वाउ झरना पनि छ गाइजहरु हाम्रो सानी चाहिँ यहाँ हेर्दै छ सानी नटका इटा क्यान्दे कसरी कसरी अब मुलायो छदो कस्तो राम्रो झरना माथि ठ्याक्कै आइपुगेँ म भर्खरै पानी स्टार्ट भयो गाइजहरु हेर्न यो चाहिँ कोरियाको पार्क म चाहिँ पार्कमा घुम्न आएको छु आज होलिडे गाइजहरु वाउ छेमिता 안녕하세요. के हो यो आजको खाजा के हो? आज बर्गर पार्टी छ। वाउ बर्गर पार्टी रहेछ। सायरले चाहिँ बर्गर किनेर ल्याउनु भएको रहेछ। यो चाहिँ हाम्रो सानो भाइ। ल कुन्टे भाइ ओके। हेलो एभ्रीबडी गाइजहरुलाई बाइ बाइ। गाइजहरु यहाँ धम्माधम दिँदै हुनुहुन्छ मेरो भाइहरु चाहिँ। बर्गरमा अरू चाहिँ पाकेछ नि साग काँच्चै हो भन्दै हुनुहुन्छ है त्यो बर्गर हाउसको मान्छेलाई गएर भन्नु है साग काँच्चै भयो भनेर यो चाहिँ खासमा गरिबले खाने चिज रहेछ गरिब है यहाँ चाहिँ मासु साल्दो के यो पनि हाल्नु होला नि फेरि म त भनेको आए त अब यहाँ सबै आउँछ त अब यहाँ नै गाइजहरु वनको फेदमा कति राम्रो गाउँ भन्ने कि सहर भन्ने हो अपार्टमेन्ट पनि छ छाङसुको पार्क यो चाहिँ खासमा चाहिँ के फुलको नाम रे बिन्दुले कोत रे मलाई पनि थाहा छैन है फेरि यो बिन्दुले कोत भनेको चाहिँ ठ्याक्कै ललिपप जस्तै छ तर यो चाहिँ ओरिजिनल कोत चाहिँ होइन यो चाहिँ लाइट हो म चाहिँ छाङसुको पार्कमा घुमिरहेको छु गाइजहरु राम्रो छ पानी पर्न लाग्को छ त्यसैले चाहिँ अलि अँध्यारो देखिरहेको छ यहाँ हाम्रो यहाँ आमा छोरीको पारा बेग्लै छ गाइजहरु देख्न सक्नुहुन्छ सानी फेरि मेरो भजाइनी कति छुच्ची मान्दैन कुदे फेरि अर्को ठाउँमा जाँदैछु हेर्नुहोस् कस्तो राम्रो ठाउँ हाम्रो नेपालमा नि कहिले बन्ला हो यस्तो राम्रो पार्कहरू यो जङ्गलको बिचमा पनि यस्तो राम्रो घुम्ने ठाउँहरू छ गाइजहरु